दाइ अब हामी चाहिँ बाहिर पसल जाँदैछौँ। सामान के छ दाइ? के छ यस्तो हेर्नु होइन, यस्तो सामान के छ त्यसपछि दामला नि है। प्याजको छ कि गाडी यति नै प्याज तर दाइ ए छोटो लिएर आउनु के छ हेरौँ। प्याज छ कि यति नै प्याज थियो अब सामान लिएर जाने हो होइन। नारायण दाई, भरत दाई, म अब हामी कहाँ जाने दाइ? अब हामी यो ग्रान्ड हाइपरतिर जाने। ग्रान्ड हाइपर जाने हो, सामान ल्याउने हो, भात पकाएर खाने हो। हल्ला नगर्नु कति हल्ला गरे यार ठ्याक। के भयो पैसा? पैसा भन्नु पैसा र हिसाब र किताब चाहिँ बराबर, हिसाब अनि किताब चाहिँ बराबर हुनुपर्छ क्या। त्यही भएर हो क्या मलाई देखाएर दिएको गरिसक्यो है दाइ। ग्रान्ड हाइपर जाने उता मार्केट जाने मौसम चाहिँ सही छ। 1,55 लाख भन्दा गाडी त्यो देखाउँछ भाडा। त्यो गाडीले 1,55,000 1,55,000 पाउँछ नेपालमा चाहिँ है। 1,55,000 1,55 लाख गाडी 1,55 लाख पर्दो रहेछ। तर यहाँ चाहिँ अब 50 के अरे 20-25 हजार दिनमा आउँछ केटीमा आउँछ धेरै सस्तो यहाँ। त्यो नेपालमा त्यही गाडीलाई चाहिँ 1,55 लाख छ। यहाँ हामी बाबा र मैले हेरेको त्यो गाडी मार्केट के ल्याउने र दाइ आज? साथी हो अब हामी मार्केट लाग्यौँ। हाम्रो वरिष्ठ हाम्रो यहाँ वरिष्ठ दाइ वरिष्ठ यहाँ दाइ के खाने र? राख्ने भनौँ न यता अब यो के अब यो मुभी बन्दैछ। मुभीमा राम्रो भन्नु पर्यो मजा देखाएको है। र पनि यता अब विराज भट्ट यहाँ सेकेन्ड विराज भट्ट हुनुहुन्छ। हाम्रो यात्रा चाहिँ आज हो यसरी भन्नु जाने हो यसरी भन्नु तयारीमा छ होइन। अब धेरै बस्यो। यात्रा चलिरहेको छ अन द वे ग्रान्ड हाइपर अर्को। तर दाइ यार यता यार गाडी चाहिँ यो यार मान्छेभन्दा बढी छ क्या यार। कति गाडी छ। गाडी त यहाँ सस्तो भएर पिसेको नै हुनु पऱ्यो नि त भाइ गाडी त। गाडी मान्छे गाडी जतिजना त्यतिजना गाडी हुन्छ नि त। कति छिटो हिँड्याउन् हेत्तेरिका। धन्य देखिएको जाग्यो 400 रुपियाँ नि के हो के हिसाब हो यो? कहाँ गयो भन्छ त 25 किलोमिटर देख्नु पर्यो उसले देखेर कतिको गयो नि टेबल रोडमा जाने देख्नु आज अरूमा त यस्तो चिज याद नि त। अब यहाँ आज ग्रान्ड हाइपर सेल ल घर जाने मान्छेहरूलाई सेलमा छ है। सेलमा ल सेलमा त होला नि त यो सब सेलमा त होला नि होइन। कतिलाई जाउँदै त दाइ अफरहरू टन्न छ नि आज फ्राइडे होइन? फ्राइडे अफर टन्नै छ हो। अफर छ त फ्राइडेको के छ र दाइ अफर त्यस्तो के छ र अफर? के छ र अफर भनेको सबैमा रहेछ।
चामल पनि सकिन लाग्छ नि दाइ चामल त लास्टै महँगो छ त यार हेट अस्ति एक केडी 700 कति बोलेर आएको अहिले कति 2 केडी 395 डबल आस बढिसक्यो के हेरेको त यार अब यसो प्याजहरू लानु पर्ला अरे दा यार दा टाउ कसरी अहिले सेम खै त टाउ खै त सक्यो त्यही 2 केडी नि हो 2 केडी 190 नै रहेछ यार किनै केडी रहेछ 2 केडी 190 किन जाने हेर्दा प्याज पाउनु छ प्याज लसुन त 1 केडी कति हो यार 1.5 केडी यार 1 किलोलाई प्याज पनि लास्टमा आधाभन्दा बढी बढ्यो आधाभन्दा बढी भन्ने यति के हो के हो पर्ला स्टेबल नखाने भइसक्यो के हो चिकनतिर दौडिने हो अब ए नारायण दाई नखाने भन्छन् भेजिटेबल भरत दाई नखाने भन्छन् भेजिटेबल यस्तो दाइले त कसम दाल पकाएको दिनमा त भातै खाँदैनन् के यो मान्छेले दाल पकाएको दिनमा भातै खाँदैनन् र तेल खै तेल ए ल अब हुँदै कता हो यता त होइन त बाटो ठाउँ यता होइन अर्को बाटो यदि माथि हो यहाँ होइन यहाँबाट उता छिर्नु यहाँ यहाँ यता पूजा यहीँ छ त उता होइन त्यहाँ हो कि त्यहाँ हो यहाँ हो कि तपाईँ त यहीँ चाहिँ उडेको हो यस्तो कचरा बाटो छ कि दाइ कसम नेपाल त यो भन्दा धेरै राम्रो हो त यार बाटोहरूमा यताउता त यार यस्तो कचरा छ यार यो त चोर बाटो होइन जस्तो पो लागिरहेको छ मलाई त चोर बाटो हिँडे जस्तो भएको नि तपाईँलाई नारायण दाइ तपाईँलाई कहाँ आयो जस्तो लागिरहेको छ हो यो आज कता जस्तो लागिरहेको छ दाइ तपाईँलाई एकदम यहाँ हाम्रो नेपाल काठमाडौँ जस्तो लागेको छ यो नेपाल रद्द पार्क हो हाम्रो चाहिँ तर जे होस् नेपाल रद्द पार्क राम्रो थियो भन्दा भन्नु मात्रै विदेश हो आयो सबै विदेश राम्रा हुँदैनन् सबै विदेश सफा हुँदैनन् होइन सबै विदेश सफा हुँदैनन् नि त हो देखिहाल्यो त रातो भालेको मासु खाने साथीले अरे रातो कुखुरो छ नि रातो भालेको मासु खाने जान्छ भातै नलुक्ने हो नि हो र साग सब्जीको त कुरा सुनौँ भने भातै खान आउँदैन नि कुखुरा सकेछ त दाइ कुखुरा सबै सकेछ यार अरे सानो छ यस्तो कुखुरा चाहिँ सानो छ यार ब्रदर सेम प्राइस है सेम है छोटा यार हाम्रो नारायण दाइ यार ल एउटा झ्याम्मसम्म दाइ ठुलो चाहिँ छानी है सही ल है समाते ल ब्रदर पुरा डाल दो दाइ कति किलो दाइ कति किलो जति छ त समय त कति किलो जति छ 2 किलो जति छ
आज यस्तो ठाउँमा जाऊँ कि यस्तो ठाउँमा होइन यति मान्छे छ कि दाइ होइन त्यो मार्केटलाई के भन्छ दाइ यो मार्केटलाई चाहिँ अब के भन्छ भने अहिलेको हाम्रो यो के नाम राख्नु होइन मार्केटै नामै छ नि हो त्यो मार्केट बगान मार्केट मान्छे यति हुन्छ कि तर पुलिस आयो भने चाहिँ भाग्नु पर्छ फेरि होइन नराख्यो भन्नुपर्छ ल त्यहाँ पुलिस आयो भने चाहिँ भागाभाग हुन्छ समात्यो भने फेरि गयो जिन्दगी होइन सिधा एक महिनापछि कहाँ हुन्छ नेपालमा नेपालमा रिस होइन हुन्छ, रिक्स रिसमा हुन्छ गयो, त्यहाँ चाहिँ जानुभन्दा अगाडि त्यस्तो सचेत हुनुपर्छ है तपाईँहरू पनि यसो यो मार्केटलाई देखिहाल्नु भयो भने रिसमा जानु होला पुलिस आयो भने भाग्नु पर्यो भाग्नुपर्छ हामीले सबभन्दा अगाडि होइन सबभन्दा ठुलो कुरो चाहिँ अब त्यहाँ चाहिँ हामी किन्न गएको भने सस्तो पाइन्छ नि त। सस्तो पाइन्छ, होइन एकदम फ्रेस चिज पनि पाइन्छ अनि सस्तो पनि पाइन्छ पाइन्छ त्यो। तिनीहरूले कहाँ जान्छ थाहा नै हुँदैन यहाँ सोच्दै सामान थिएँ, अब मार्केटमै पाइने चिज सेम सामान डबलको फरक हुन्छ हो त्यो हुन्छ नि यहाँ अब एक छ भने त्यहाँ दुई हुन्छ है मार्केटमा तर यिनीहरू कसरी बेच्छ होला है अचौँ लागेर त्यहाँ है अब राम्रो कुरा हो है तर एउटा कुरा राम्रो पनि हो किनेर खाने मान्छे राम्रो पनि हुन्छ सस्तो छ नि त होइन पैसा त छैन हो फेरि पैसा छैन भने त घुम्न मात्रै जानुहुन्छ त फेरि होइन अब आउन लाग्यो नि त झन्डै हान्यो नि हान्दैन गाडीले छ्याट ल हामी चाहिँ आइसक्यौँ है दाइ हामी आइसक्यो होइन फाइनली हामी अब आइसक्यौँ है हामी चाहिँ यति मान्छे हुन्छ कि मेला लाग्यो त के मेला हो र होइन दाइ मेला त के मेला हो र हौ अब यति धेरै मान्छे हुन्छ त्यो हामीले विदेशमा पनि देख्नु पायौँ कि यस्तो मार्केटलाई अरे यार होइन तर यो चाहिँ इलिगल हो यो चाहिँ इलिगल हो दाइ होइन यो चाहिँ यो मार्केट हो। होइन यस्तै मान्छे छ कि अहिले पछि त्यहाँ हामी त्यहीँ पुगेपछि एकदम मान्छे देखाउँछौँ कि होइन यो चाहिँ इलिगल त इलिगल हो नि त थाहा छ तर इलिगल हो हुन त के गर्नु होइन तर पनि मान्छे सबै यहीँ आउँछन् सबैजना यति मान्छे छन् कि यो मार्केट जो है यति मान्छे छन् कि अब म चाहिँ नेपालको राजधानी काठमाडौँको भन्दा पनि प्रदेश पार्कभन्दा ठुलो मार्केट लाग्छ यहाँ है बगर सुरत भएको छ हेरे आउनुला क्या है क्या है भाइ ये भाइ अब नेपाल दिदी बहिनीहरू आउनुभएको छ एकदम हाम्रो जिएम कति मान्छे छ होला अब हेर्नु है यति धेरै मान्छे छ कि यति छ कि मान्छे होइन र यता उता गरेर आउँदा होइन किनमेलको लागि हामी यहाँ आएको छौँ खास किन्नु चाहिँ साग किन्ने हो अरू त के हो र होइन त्यो अब साग चाहिँ खाऊँ भनेर होइन हेर्नुपर्छ के छ यति मान्छे छ कि यति मान्छे होइन पनि फेरि पुलिस आएपछि फेरि भागाभाग हुन्छ है दाइ हो त हामी एकछिन यहाँ आएर कुदैछौँ अनि त अस्ति तपाईँले लगाएको होइन कसैले यसो चाहिँ हावातालमा आयो भन्नुपर्छ गोरु कुदी कुद्यो कि ए ठिक छ ल अब हामी यहाँ मार्केटमा भालुबासी देखाउँछ फेरि पुलिस आयो भने छ है ठोकिन्छ यार मान्छे कति हो कति के खाने के भाई साग का कैसे है साग भाई इसका रुबा 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 ये कितना बड़ा मोटी ज्यादा बड़ा मोटी ओ रुबा भन्छ सागलाई पनि हो कति महँगो भाइ दुईटा हाल्नु नि त दुईटा राम्रो दुईटा हाल्नु न सस्तो हो नि त्यहाँ मार्केटमा 500 पिल सेल है 500 यहाँ आधा फरक छ हो तर माल चाहिँ फ्रेस पाइन्छ है खानेकुराहरू सब फ्रेस पाइन्छ फोहोर त लास्ट फोहोर छ यसो फोहोर छ कि त यति फोहोर छ लास्टै फोहोर छ यार अच्छा ल साग हाल्नु न साग हाल्नु साग त्यो साग साग पाइन्छ कि यता धुलो उठाएको नि त भयो कि यहाँ चाहिँ मान्छे लास्टै धेरै हुन्छ धुलो लास्ट उडिरहेको छ के हो यस्तो लामो यो क्या है? लट्टे साग हो कि लट्टे साग लट्टे कति लामो हो हेड
ढिलो भइसक्यो कि अर्को चाहिँ अर्को थियो यहाँ कहाँबाट अघि कहाँ साको अगाडि 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 लास्ट धुलो उडिसक्यो क्या त यार त्यो फर्केम त लास्ट चाहिँ त्यहाँ चाहिँ भिडियो बनाउनु चाहिँ दिएन है एउटा लास्ट फर्काइदिएर ओए भाइ भिडियो नबनाऊ भनेको त यार अब डर हुन्छ होला नि अलिअलि भिडियोमा देख्छु भने होइन तर ठिकै छ त्यहाँको एउटा व्यापार हो होइन तर ठिकै छ तर मान्छे चाहिँ लास्ट धेरै हो व्यापार पनि खत्रै हुन्छ यहाँ होइन होइन तर यहाँ आउनु चाहिँ एकदम डराउनु पर्छ यहाँ चाहिँ के बेच्दछ हौ के हो यता आउनु यता आउनु साग किनेर आयो अब हामी नारायणदाबाट जाँदैछौँ नारायण त चिकन रेडी गर्दै होला नि हामीलाई त्यसपछि हामी रुमतिर जान्छौँ त्यसपछि टाइम पनि ढिलो भइसक्यो हो अब त ढिलो भइसक्यो रुम त धेरै टाढा छैन अहिले रुम त धेरै टाढा छैन कि दाइ त्यही पनि टाइम त भयो नि त कति बज्छ ए 5 बज्नु लागिसकेको छ ल 5 बज्यो त अब यताउता गर्दा 7 त बजिहाल्छ नि त यता पऱ्यो यता गऱ्यो होइन खाँदा खाँदा 7:30 जति हुन्छ होला खै त नारायण दाइ कहाँ हो उता अलि त रेडी भयो दाइ अरे दाइ थर्कायो नि त्यहाँ यार फोटो किन खिच्यो भनेर भिडियो किन खिच्यो भनेर जाउँ जाउँ दाइ भयो रेडी भएको दाइ जाउँ दाइ के छ भयो भयो जाउँ यहाँ देखेन यहाँ कहाँ पुग्छ है चिकन पनि रेडी भयो चिकन पुगिसक्यो अब इन्डिङ गरिदिन्छु म भिडियो इन्डिङ गरिदिन्छु ल अब हामी ल फाइनली हाम्रो चाहिँ आजको तरकारी सपिङ भ्यायो होइन दाइ तरकारी सपिङ भ्यायो अब भोलि अब फेरि आउँला होइन भोलिको लागि ल ल बाई बाई ल बाई बाई